होइन र मायामा हुन के डर होइन र। हेलो हेलो सबैलाई नमस्कार। सन्चै हुनुहुन्छ? के गर्दै हुनुहुन्छ? तिहार कस्तो लाग्दैछ साथीहरूलाई? म चाहिँ बजारतिर लाग्दैछु। हाम्रो घर चाहिँ यो दिक्तेलबाट अलिक यता पान्द्राङमा हो नि त। अनि दिक्तेलमा आज फेरि सपिङ गर्नको लागि, अस्ति पनि सपिङ त गरेको, तर अलिकति सपिङ गर्न बाँकी थियो। अनि त्यही बाँकी सपिङ पुरा गर्नु पर्यो भनेर हिँड्दैछु। अनि आज चाहिँ म एक्लै छु, एक्लै हिँड्दैछु। अस्ति चाहिँ दिदीसँग गएँ, जाँदा पनि सँगैसँगै भयो, आउँदा पनि सँगैसँगै रमाइलो भएको थियो। आज चाहिँ तर एक्लै छु, साथी हुनुहुन्न। अनि यसो बाटो कटनी जस्तो पनि हुने, अनि भिडियो पोस्ट गरेपछि यहाँहरूसँग कनेक्टेड पनि भइने भनेर यसो भिडियो बनाउनु पऱ्यो भनेर लागिरहेको छु। अनि आज चाहिँ म हिँड्दै नै जाने भनेर सोचेँ। अनि हिँड्दै हिँड्दै जानेछु। फर्किँदा चाहिँ भरे अटोमा फर्किनुपर्छ होला, सामान हुन्छ बोक्न सकिँदैन। यस्तै हो गाउँघरको बाटो होइन। अहिले चाहिँ म चाहिँ यो खत्री गाउँ भन्छ कि, खत्री गाउँ आइपुगेँ। भर्खर घरबाट हिँडेको हो। अनि देउसे भैली कतिको खेल्नुभयो साथीहरूले? अब त सानो बच्चा भइसकेपछि टाइम पनि नहुने हो खासै। अनि अब नानी बाबुहरूलाई पनि हेर्नै पर्यो। खासै खेलिएन यसपालि। अब बाँकी समय अब हुर्किँदै गइसकेपछि चाहिँ अनि खेलिन्छ पनि होला पछि। यस्तै छ। यसपालि फुलको एकदमै अभाव भयो। तिहार चाँडै भएछ है। अनि गत वर्षहरू जस्तो ठुल्ठुलो थुङ्गाको माला यस्तो बनाउन पाएन। पहिला त घरमा पुरा लगाइदिन्थ्यो कि, कौसीमा पनि 2 स्टेप 3 स्टेप लगाएर ढोकामा लगाएर सबैतिर पुग्थ्यो। यसपालि त त्यही तलको ढोकामा मात्रै लगाउन पनि मसिनो खालको कोपिला। फुल नरोपेको त होइन, फुल चाहिँ रोपेकै हो, तर ढिलो भएछ कि। यसपालि अलिकति तिहार चाँडै भएछ। अनि कोपिला मात्रै बसिरहेको थियो, फुल फक्रिनु नै बाँकी थियो। त्यही भएर फुलको अभावमा यसपालिको तिहार चाहिँ हाम्रो जाने भयो। अब हामी यो राईहरूको त अब फेरि यति नै हुन्छ भन्ने हुँदैन नि त। माइतीहरू पनि अब प्रायः गरेर गाउँभरिको सबै बाइकको आवाजले अलिकति डिस्टर्ब भएर गाउँघरको सबै दाइ भाउजू अनि हाम्रो त अङ्कल आन्टीहरूलाई पनि लगाइदिने चलन छ कि। अब अरू कल्चरमा चाहिँ माइतीहरू जसलाई निम्तो गरेर सीमित मात्रामा बोलाइएको हुन्छ उहाँहरूलाई मात्रै टिका थाप्ने चलन हुँदो रहेछ। तर हाम्रो राईहरूको त्यस्तो हुन्न। हाम्रो चाहिँ प्रायः गरेर सकभर अब फुल टिका माला नै नलाए पनि हाम्रो त साइनोमा बाजे बोजू पर्ने पनि अब डुल्नुहुन्छ। अनि यसो दक्षिणा गर्दै चाहिँ हिँड्नुहुन्छ। भयो भने टिका पनि अब तिहारको शुद्ध फुल केही हुँदैन, माला टिका माला लगाइदिँदा पनि केही हुन्न भनेर भन्नुहुन्छ। अनि अब हामी त्यसरी गर्छौँ। त्यही भएर हामीलाई चाहिँ फुल चाहिँ अलिक धेरै नै चाहिने चाहिँ। तर यसपालि एकदमै अभाव भयो। अनि अब के भन्ने है, यो भिडियो हेर्नुहुने माइती राजाहरूलाई चाहिँ के भन्न चाहन्छु भनेदेखि अहिले नै अब जे जस्तो भए पनि अब थुङ्गा नै सिउरिनु पर्ने अवस्था भएछ भने पनि चित्त नदुखाइकन एक माला फुल पनि लगाइदिने हैसियत रहेनछ है हाम्रो चेलीहरूको भनेर चाहिँ नभनिदिनु होला। यसपालि साँच्चीकै एक माला फुल लगाइदिने हैसियत पनि नरहेकै हो हुन चाहिँ चेलीहरूको। त्यस्तै भयो, फुलै नभएर। अनि किन्न पायो भनेदेखि किन्ने भनेर अस्तिदेखि बजारमा कुर्दा गऱ्यो, बजारमा पनि पाएन छ। मैले त्यो भनिरहेको थिएँ।
त्यहाँ अब अलिकति कति राखिदिनु भएको छ, थोरै पाउँदै पाएन अनि यहाँ अलिकति थोरै ल्याउनु भएको रहेछ, मैले राखिदिएको छु भनेर भन्दै हुनुहुन्थ्यो। एकजना म्यामलाई मैले बजारमै हुनुहुन्छ नि, म्यामले चाहिँ यहाँ फुल बेच्न ल्यायो भनेदेखि प्रायः उहाँहरूकैबाट, उहाँ चाहिँ गेटमै हुनुहुन्छ नि त, उहाँकैबाट छिराउने के हरेक कुराहरू ल्याउँदाखेरि। अनि प्रायः सामानहरू के राख्नु पऱ्यो भनेदेखि उहाँलाई नै भनिरहेको हुन्छ नि, उहाँले नै मलाई चाहिँ राखिदिनुहुन्छ कि। अनि यसपालि फुल पनि भनेको थिएँ, अब तपाईँहरूले देखिहाल्नुहुन्छ, याद गरिदिनु ल, अनि मलाई फुल किनेर राखिदिनु भनेर भनेको थिएँ। अनि धेरै चाहिँ होइन, खोइ थोरै छ, मैले राखिदिएछु भनेर भन्नुहुन्थ्यो। अनि त्यो पनि लिएर आउँ भनेर हिँडेको, अब कति हुँदो रहेछ। त्यस्तै छ हौ, फुलै फुलको संसार हुन्छ भन्छ तिहार, तर कहिलेकाहीँ त अभाव हुँदो रहेछ हौ, फुलको अभाव भएको तिहार पनि जानुपर्ने हुन्छ। म चाहिँ अहिले यहाँ अब कहाँ आइपुग्यो भन्दाखेरि, पहिला हाम्रो एउटा यहाँ निजी विद्यालय थियो कि एउटा सयपत्री बोर्डिङ भन्ने, भर्खर त्यहाँ मात्रै पुग्दैछु। हिँडेर जाँदाखेरि अझै 30-40 मिनट त लाग्छ रत्नबाग पुग्नलाई पनि। अनि तर अहिलेको त यो सिनहरू कति राम्रो है, अहिलेको त मौसमै मनपर्छ कि। असोज कार्तिकको मौसम चाहिँ मेरो लागि एकदमै बेस्ट सिजन हो। अनि यति बेला समय हुने भएदेखि, भनेको मतलब अब मेरो सानो नानी बाबुहरू नभइदिएको भएदेखि मलाई यति बेला कति धेरै घुम्न मन लाग्छ। अब हाम्रो नजिकै पनि, टाढो जानु पर्दैन है, नजिकै पनि यो मुन्दुम ट्रेलहरू, टेम्के, मयौँ, मेरू उतातिर सिलिजुङतिर जान पाए कति रमाइलो थियो नि अहिले है सिनहरू। अनि कतिले फोटो लगाएको हेर्छु, यति मन लोभिन्छ नि म पनि त्यहाँ जान पाएँ भनेर। तर बिस्तारै बाबुहरू पनि हुर्किँदैछ, अनि त्यसपछि समय मिलाएर जाने सोच बनाइरहेको छु। मलाई डुल्न घुम्न चाहिँ एकदमै मनपर्छ हौ, डुल्न घुम्न चाहिँ मनपर्छ, तर गाडीमा चाहिँ सक्दिनँ फेरि म, गाडीले चाहिँ मात्छ कि, एकदमै गाडी लाग्छ मलाई। अनि र हाइकिङ जान हिँडेरै मिल्ने साथीहरू होस्, हतार नहोस्, अनि धेरै ठुलो ग्रुप पनि होइन, 5-6-7 जनाको टोली भएर हिँड्न पनि मजा हुन्छ, साथीहरूसँग हिँड्न पनि। त्यस्तै पऱ्यो भने त म त फेरि एक्लै हिँड्न पनि मनपर्छ हौ मलाई त। साह्रै आनन्द, प्रकृतिको आनन्द लिँदै, सानो खोल्की पार गर्दैछु म, आनन्द लिँदै डुल्न मन लाग्छ। अनि मेरो नेचर पनि अलिक शान्त खालकै छ, म त्यति धेरै बोल्दिनँ भनेर भन्नुहुन्छ। मलाई त अब धेरै बोले जस्तै लाग्छ कतिपय ठाउँमा, कति रमाइलो पनि गरिन्छ गर्नु त। तर मेरो जो पनि मसँग नजिक हुनुहुन्छ नि, उहाँहरूले चाहिँ मलाई तिमी यसरी पनि खुल्दो रहेछौ, मलाई थाहा थिएन भनेर भन्नुहुन्छ। तर जो मसँग एकदमै नजिक हुनुहुन्छ नि, क्लोज हुनुहुन्छ नि, क्लोज हुनुहुन्न नि, अनि सामान्य औपचारिकता मात्रै पुरा गर्ने टाइपले बाहिर धेरै मान्छेहरूसँग म खुलिहाल्दिनँ। अनि उता कस्तो नबोल्ने कतिले त भन्छ नि घोसे टाइपको, कस्तो नबोल्ने खालको लाग्छ भनेर भन्छ। अनि त्यस्तो देख्दा चाहिँ मान्छेले यसलाई त रमाइलो गर्न नै आउँदैन रहेछ, यसको जिन्दगीमा चाहिँ रमाइलो गर्ने, हाँस्ने, खेल्ने, डुल्ने चाहिँ त्यस्तो कुराहरूको चाहिँ स्थानै छैन जस्तो पनि मान्ने कि कसैले चाहिँ। तर त्यस्तो हुँदैन नि होइन, बाहिर जस्तो देखिन्छ मान्छे, भित्र नि त्यस्तै हुँदैन मान्छे भन्ने एउटा गीत छ नि, ठ्याक्कै त्यो आफूसँग पनि रिलेट भएको हुन्छ कि। सबै कुराहरू बाहिरबाट हेरे जस्तो हुन्छ नि, त्यो किताबको बाहिर कभर हेरेर जज गर्नुहुन्न भनेर। म चाहिँ अहिले चाहिँ यो मेन रोडमा आइसकेको छु।
यो चाहिँ बतासे भन्थ्यौँ हामी पहिला यो ठाउँलाई चाहिँ बतासे खेत तल सिरा र बतासे हुन्छ कटुल गाउँ नै भन्छ भन्नु त यो सुविधाहरूले मान्छेको बानी कति धेरै बिगार्ने है मान्छेलाई जति सुविधा भए पनि नपुग्ने के अनि सम्झिन्छु पहिला हामी बच्चा हुँदाखेरि बच्चा होइन अलिक सानो उमेरमा त्यति बेला यहाँ गाडीको सुविधा थिएन हिँड्दै दिक्तेर जान्थ्यौँ हिँड्दै कहाँ पुग्थ्यौँ के अनि सामानहरू बोकेर त्यसरी नै फर्किन्थ्यौँ अहिले त अब कति त्यहाँदेखि यहाँ अब आधा घन्टा 40 मिनटको बाटो आउनु कस्तो गाह्रो लाग्यो जस्तो हुने त्यो पनि रित्तो केही छैन अनि मान्छेले जति सुविधा भयो त्यति हुँदैन हुनु अहिले त कस्तो गाह्रो के यो माथिको सिनहरू कस्तो राम्रो देख्छ तर यहाँ बाँसको झ्याङ आएछ यो एरियामा चाहिँ एकदमै राम्रो लाग्थ्यो तर अहिले त जङ्गलले पुरै छेक्ने भएछ माथिको डाँडाहरू खुब राम्रो देखिन्थ्यो कि अनि यहाँ चाहिँ अब भिडियो बनाउनु पर्यो यहाँ चाहिँ राम्रो देख्छ भनेर भिडियो बनाउनु पर्यो भनेर मैले भिडियो बनाउनु सुरु गरेको खासमा चाहिँ त्यो माथिको सिनहरू देख्छ भनेर तर यो रुखहरू कति धेरै बढेछ खोइ त केही त देख्दैन रुखको झ्याङ मात्रै माथिको डाँडाहरू यति राम्रो देख्थ्यो नि यति राम्रो देख्थ्यो यो अब त यो रुख बढेर केही नदेख्ने भएछ त्यो पहिलाको कस्तो याद आउने के तर अब लगभग अब रमिती आइपुग्न लागेँ म लगभग 10-15 मिनटमा पुग्छु देख्दै घर्रा र घुर्रा हाइवेमा होइन गाडीहरूको आवाज भइरहन्छ मेरो आवाज पनि सुन्नुहुन्न होला माइक छैन माइक त मैले पहिला एकपल्ट किनेको थिएँ किन्न चाहिँ कहिले कता कहिले काठमाडौँ कहिले यता कहिले कता हिँडै सरेको गर्नुपर्ने भएकोले गर्दाखेरि अनि त्यति धेरै जतन पनि हुँदैन हौ अलिक म मान्छे फेरि जतनी टाइपको छैन हौ त्यही भएर कहाँ पऱ्यो खोज्यो भने त पाउँथ्यो पनि होला अनि किनेको पनि छैन अब फेरि रेगुलर म यस्तो अब भ्लगहरू पनि बनाउँदिनँ नि त पहिला चाहिँ एकपल्ट चाहिँ भ्लगिङ गर्नु पऱ्यो भनेर सोचेको थिएँ अनि त्यतिकै फेरि अब बनाइएन त्यही भएर माइकहरूको पनि त्यति आवश्यकता महसुस नगरेको मेरो आवाज सानो सुनिएको होला अनि कहिलेकाहीँ यसो एक्लै छु भने चाहिँ प्रायः गरेर एक्लै हुँदा चाहिँ अब यो बाटो काट्ने मेलो पनि हुन्छ भनेर बनाउँछु कि नत्र म रेगुलर त बनाउँदिनँ नि त भिडियोहरू पनि केही समय त म एकदमै निष्क्रिय भएर नै बसेको पछिल्लो समय मात्रै हो अलिकति थोरै एक्टिभ हुन खोजिरहेको छु अहिले चाहिँ अब मान्छेहरूले पनि धेरै हेरे हौ मलाई त यस्तो अप्ठ्यारो पनि लाग्छ मान्छेहरूको छेउमा यसरी बनाउनु चाहिँ अब कता हो ठुलो पनि होइन अनि कि त अब रेगुलर भ्लगिङ गर्ने भएदेखि यसमा हुन्थ्यो आमामा यो त आहो कहीँ नभएको भ्लगर भएछ भन्छ जस्तै लाग्छ साँच्चै कि अब कन्टिन्युटी दिएर रेगुलर बनाउन पाएर त्यसरी नै गर्नु पाए त ठिकै पनि हुन्थ्यो अब एक दिन बनाउँदाखेरि के भन्ने हुन्छ कि अनि अप्ठ्यारो लाग्छ त्यही भएर अहिले चाहिँ यति नै बनाउँछु म बजारमा बनाउँदिनँ मान्छेहरू यहाँ माथिबाट हेरिरहेको जस्तो लाग्यो क्या मलाई चाहिँ पहिलाको हामी बस्ने बर थियो यत्रो भइसकेछ यो माथिको डाँडाहरू यो चाहिँ अहिले चाहिँ हामी रमितेमा हामी भन्दा म रमितेमा छु यहाँ चाहिँ पहिलाको याद आएर एकछिन रोकिएको कि म भन्दा गरेँ अब यति हो यताबाट दिक्तेल देखिन्छ त्यो पारिपट्टि परतिर हो दिक्तेल त देवीथान अनि यो रोड जाने हो म